आज चाहिँ क्यामेराबाट मोबाइलमा कसरी फोटो ट्रान्सफर गर्ने यो हामीहरू गर्छौं। यो क्यामेरा चाहिँ 3000D हो मेरो चाहिँ। अनि यो यताबाट चाहिँ यता फोटो हाल्नु पर्यो। क्यामेरा सबैभन्दा पहिला अन गर्ने, आफ्नो क्यामेरा अन गर्ने सबैभन्दा पहिला। फोटो ट्रान्सफर गर्न एकदमै सजिलो छ, कुनै गाह्रो छैन। यो चाहिँ एकदमै सजिलो छ। अब यसमा गएर हामीहरू सबैभन्दा मेनु बटन थिच्ने क्यामेराको, अनि वाइफाईमा यो डिसेबल हुन्छ, यसलाई पहिला इनेबल गर्ने। तल चाहिँ वाइफाई फंक्सनमा जाने अनि यता चाहिँ क्यामेरा सिलेक्ट गर्ने, त्यो कनेक्ट टु स्मार्टफोन भन्ने, त्यसमा क्लिक गरिसकेपछि अनि यसमा क्लिक गरिसकेपछि यो तल्लोमा जाने अनि यता देखाइदिन्छ इजी कनेक्सन भनेर। यदि देखाइसकेपछि यसमा क्लिक गर्यो भने यसमा पासवर्ड देखाउँछ। ओके, यो पासवर्ड चाहिँ अब पहिला सबैभन्दा पहिला मोबाइलमा त्यसको एप डाउनलोड गर्ने क्यानोनको, अनि त्यहाँ आफ्नो मोबाइलको मोडल नम्बर छान्ने, क्यामेराको मोडल नम्बर। यो 3000D हो, यसमा छानिसक्यो। ओके, यो छानिसकेपछि यता कन्डिसन ओके गरिदिने अनि यति भइसकेपछि अब मोबाइलमा यो वाइफाई जोड्ने, क्यामेराको वाइफाई। यता मोडल देखाइसकेछ क्यामेराको 3000D भनेर। अब यसमा यो पासवर्ड चाहिँ यसमा हान्ने। यो पासवर्ड हानिसकेपछि अनि यो कनेक्टिङ हुन्छ अलरेडी। के म पासवर्ड हान्छु पहिला, यो सबै 8 अङ्कको। ओके, यसलाई म शो गरेर पनि देखाइदिन्छु सेम छ कि छैन। यता क्लिक गर्छु। ओके, यता पनि सेम छ, उता पनि सेम छ क्यामेरा र त्यसमा। ओके, यो कनेक्ट गर्ने एकछिन। यो कनेक्ट भइसकेछ। अब यता देखाइसक्यो कनेक्ट भनेर वाइफाईमा। अब हामीहरू एपमा जान्छौँ। फेरि एपमा जाने माथि पनि आइसक्यो कनेक्ट भनेर, अनि यता पनि आइसक्यो। यसमा क्लिक गर्ने अनि क्यामेरामा ओके आइसकेछ। हामीले यता देखाइसकेछ कनेक्ट टु दिस स्मार्टफोन भनेर, मेरो मोबाइलको मोडल नम्बर पनि आइसकेछ। अब क्यामेरामा हामीहरू ओके गर्छौँ। ओके गरिसकेपछि क्यामेराको डिस्प्ले अलरेडी अफ भइहाल्छ, सबै कन्ट्रोल हाम्रो मोबाइलमा जान्छ। अब त्यो सबै क्यामेरा अफ भइसक्यो। यसमा अब कुनै हामीले काम गर्न मिल्दैन, सबै हाम्रो कन्ट्रोल भनेकै अब मोबाइलमा हो। हामी यता माथि क्लिक गर्छौँ। क्लिक गरिसकेपछि ओके, यता इम्पोर्ट इमेजमा जान्छौँ हामीहरू। इम्पोर्ट इमेजमा जाने बित्तिकै यहाँ हाम्रो फोटो देखाइसक्छ, सबै क्यामेरामा जति थियो त्यो सबै फोटो देखाउँछ। अनि यसलाई अब क्लिक गर्यो भने ओके, तल इम्पोर्ट देखाएको छ, त्यहाँ क्लिक गर्ने बित्तिकै हाम्रो फोन मेमोरीमा अलरेडी बसिहाल्छ। यता माथि अलमा क्लिक गर्यो भने एउटा एउटा क्लिक गर्दै जाने। क्लिक गर्दै जाँदाखेरि यहाँ तल इम्पोर्ट आइसकेछ। यसमा क्लिक गर्ने बित्तिकै अटोमेटिकै हाम्रो मोबाइलमा ट्रान्सफर भइहाल्छ। यसको काम यति नै हो।